गुड मर्निङ अल अफ यु। आज म तपाईँहरूलाई डिएक्सन कम्पनीको एउटा प्रडक्ट गानुजी सोपलाई चाहिँ म अनबक्सिङ गरेर यसको बारेमा तपाईँहरूलाई म विस्तृत रूपमा बुझाउने छु र स्वयं म आफै पनि यो प्रडक्टलाई चाहिँ युज गर्छु र यहाँहरूले पनि भनौँ न यो प्रडक्टलाई चाहिँ जानेर बुझेर युज गर्न सक्नुहुनेछ। गानुजी सोप चाहिँ यस्तो खालको सोप हो हैन, हामीले नुहाउँदाखेरि चाहिँ हाम्रो यो शरीरमा चाहिँ भनौँ न सानो सानो प्वालहरू हुन्छ, रेसा रेसा जस्तो प्वालहरू हुन्छ। त्यो प्वालहरूको ढक्कन खोल्ने काम चाहिँ यो गानुजी सोपले गर्छ। अर्थात् यो भित्रसम्म गएर भित्र भएको फोहोर वस्तुलाई चाहिँ बाहिर तान्ने काम गर्छ यो गानुजी सोपले चाहिँ। यो सोपले नुहाइसकेपछि तपाईँलाई चाहिँ आनन्दको निद्रा लाग्ने र तपाईँको शरीर चाहिँ अलिकति फुर्तिलो भएको फिल हुने र तपाईँको शरीरमा चाहिँ चमक आउने लगायत यावत फाइदाहरू छन्। यो सोपलाई चाहिँ भनौँ न म अनबक्सिङ गरेर पनि देखाउने छु र मेरो रुटिन चाहिँ के छ भने अब डेली रूपमा सकेसम्म एउटा प्रडक्ट चाहिँ अनबक्सिङ गर्ने, या सानो होस् या ठुलो होस्, यो सिरिज भनौँ न एकदमै लामो समयसम्म लाने भनेर चाहिँ मेरो सोच छ हैन। म पर डे मेरो प्र्याक्टिस पनि हुन्छ र यो प्र्याक्टिसको लागि पनि र भनौँ न तपाईँहरूलाई जानकारीको लागि पनि मैले पर डे चाहिँ अनबक्सिङ गरेर देखाउने छु। यो अनबक्सिङ गर्न एकदमै सजिलो छ। हामीले चाहिँ यहाँबाट थोरै प्रेस गऱ्यौँ भने हामीले यसलाई अनबक्स गर्न सकिन्छ। मैले अनबक्स गरिसकेको छु। हेर्नुहोस् त, यस्तो क्युट प्याकिङ छ कि हेर्दाखेरि यत्रो सानो भए तापनि यो सोपले गर्ने काम चाहिँ एकदमै धेरै छ र यो हेर्दाखेरि सानो भए तापनि एकदमै टिकाउ हुन्छ हैन। एकदमै भनौँ न देख्दाखेरि सानो भए तापनि तपाईँले दिनमा 2 चोटि नुहाउनु भए पनि यो साबुनले पुरा शरीरमा 2 चोटि नुहाउनु भए पनि तपाईँको 1 महिनाभन्दा चाहिँ बढी भनौँ न टिक्छ यो साबुन। यो साबुन चाहिँ एकदमै भनौँ न हामीले रगड्दाखेरि, हामीले शरीरमा लगाउँदाखेरि चाहिँ एकदमै बिस्तारै खिने भएको कारणले गर्दाखेरि पनि लामो समयसम्म पुग्छ। हामीले यहाँ देख्न सक्छौँ डिएक्सनको लोगो र प्याकिङ एकदमै भनौँ न त्यो एक्स्ट्रा तरिकाले गरिएको छ, ब्रान्डेड तरिकाले गरिएको छ। अब हामीलाई चाहिँ भनौँ न यो स्टिकरलाई पनि कुनै ठाउँमा टाँस्न सकिन्छ। यो स्टिकर पनि एकदम राम्रो स्टिकर हो जुन डिएक्सन कम्पनीले मात्र यो खालको प्याकिङ गर्छ। म यो स्टिकरलाई पनि बिस्तारै निकाल्ने छु। सकेसम्म यो स्टिकरलाई चाहिँ मैले कुनै पनि ठाउँमा एउटा लोगोको रूपमा एउटा